नमस्कार सबैजनालाई। आज हामी यो किचनमा छौँ र किचनमा आज हामीले गर्दैछौँ पिज्जाको प्र्याक्टिकल। केटाहरूले पिज्जा बनाउँदैछ, पिज्जा कसरी बनाउँछ एकैछिन हेरौँ है त। अनि मलाई एउटा पिज्जा है केटा, मलाई राखिदियो है, म घर लग्ने हो। यो चाहिँ पिज्जाको डो हो होइन, यो चाहिँ पुरै यसलाई के गर्न राखिएको छ यहाँ पिज्जामा राख्ने यो टपिङ हो। यो यसमा भेजिटेबलहरू चिकनहरू छ, चिकन छ, क्याप्सिकम छ, अनि यो कर्न छ, अनि यो मसरुम छ, अनि यतापट्टि ससेज पनि छ। अनि यो राखेर हामी अहिले पिज्जा बनाउँछौँ। यो कुन चिज हो? मोजरेला। खै पिज्जा खाने त भनियो, अहिलेसम्म पिज्जाको केही सुसारै भएन। पिज्जा खाइएला जस्तो लागेन आज। केटाहरूले मान्दैन, कामै गर्दैन। 3 बजिसक्यो, म 12 बजी पिज्जा खाने भनेर बसिन्छु, एउटा पिज्जा है। ल अब हेरौँ, अब पिज्जा बन्ने बेला छ। धेरै लामो मेहनतपछि अब पिज्जा बन्न सुरु भयो है। यसमा मैदा अनि यो सुजी होइन, माथिबाट मैदामाथि सुजी राखेर अनि यसलाई चाहिँ यसमाथि हामीले पिज्जाको बेस बनाउँछौँ। ल पिज्जाको बेस बन्दैछ। ल पिज्जा कुर्दा 3 बज्न लागिसक्यो कति बेला। फाइनल्ली पिज्जाको बेसमा सस लगाएर माथिबाट टपिङ हालियो। टपिङमा क्याप्सिकम, ससेज, कर्न, चिकन, मसरुम भन्दै गएको थियो। पिज्जा आयो, चिज पिज्जा भन्दा पनि चिज हुन्छ के, चिज चाहिँ खानुपर्छ पिज्जामा है। चिज A few moments later. किन टोलाएर बस्नु भएको यस्तरी? कान्छा पिज्जा खानै पाइएन कान्छा। यो पिज्जा यस्तो बनाएर अगाडि राखिदिरहेको छु। म बिहान 12 बजीदेखि बसिरहेको छु पिज्जा खाने भनेर, 3:30 भइसक्यो, पिज्जै खान दिएन। अनि हेडफोन के हो त? बिहानदेखि देख्छु त। यो हेडफोन हजुर, यो मेरो सोमेल भाइले दिएको हेडफोन। अघि मैले भिडियोमा सोमेल भाइलाई देखाएको छु, त्यो भिडियो पनि आउँछ होला। हजुर, सोमेल भाइले दिएको थियो, एकदम राम्रो साउन्ड आउँदो रहेछ, सुनिरहेको छु। ए पिज्जाको लागि यस्तो टोलाएर बस्नको? पिज्जा खाने भनेर गिजा देखाउँदै टोलाउनु होला। कति बेला छिटो बनाएको खान्छ? ल सर, ल हुँदैछ। पिज्जा भट्टीभित्र आयो, फाइनली पिज्जा खान पाइने भयो। ल पिज्जा यो पार्टमा आउला जस्तो लागेन मलाई। पिज्जा अझै पाकेन है, पिज्जाको पर्खाइमा छु। सबै चिजहरू रेडी छ, पिज्जा आउन बाँकी छ भट्टीदेखि। अब पिज्जा आएपछि सक्यो भने यही पार्टमा देखाउने छु, दोस्रो पार्टमा। ल पिज्जा आयो आयो आयो। ल फाइनल्ली पिज्जा आयो है। ल अब पिज्जा खान पाइने भयो। ल पिज्जा आयो। यो हालौँ लागि। ल सर पिज्जा आयो। पिज्जा देखाउँदै खानु। सस खै? हातबाट हालिदिने सस। ल पिज्जा आयो, अब पिज्जालाई चाहिँ खानुपर्छ है। ल सस माथिबाट केचप हालेर। ल पिज्जा खानेहरूलाई हात उठाउनु होला, ल आउनु होला। ल पिज्जा ओहो चुइयो त सर यहाँ त। बिस्तारै खाऊ न, बिस्तारै। हेर चिज। ल आजको मिसन सक्सेसफुल भयो, पिज्जा खाने मिसन है।
स्पाइसी त त्यस्तै हो, तातो छ। खाऊ तातो भयो, जिब्रो भयो। ल फाइनल्ली आजको दिनको पिज्जा खाइयो, आजलाई पुग्यो। अब भोलि फेरि खाउँला नि है। आज के लिए फिलहाल इतना ही।